सो आज बिरयानी गोर्खे बिरयानीको म सानो रेसिपी लिएर आइरहेछु र यस प्रकारले हुन्छ। पहिला चाहिँ पानी तताएर त्यसमा गोटा मसला हाल्यो। अन्त यो मेरो मसलाहरू यस प्रकार छन्। अमुल बटर, यो त गरम मसला त अब बिरयानीको भेन्टिलेसन चाहिँ मस्त छ क्या घरमा, के फ्राई गर्दाखेरि हो। बुढी पक्का पर्छ क्या, फेरि भेन्टिलेसन च्याप भयो नि ट्याक्क गरेर चाहिँ बुस्स निस्किन्छ। त्यसलाई चाहिँ गर्दाखेरि अलिकति फ्राई गर्दैछु। फ्राई चिकन गर्दा पनि हुन्छ, तर यसलाई र गरेर त्यसलाई उयो गर्दा पनि हुन्छ। यो चामल मैले धुएँ, चामल एकदम फाइन क्वालिटीको हुनुपर्छ। जति राम्रो चामल त्यति राम्रो हुन्छ। यो फ्राई हुँदैछ र यति बेला पानी उम्लिसकेको छ हो। त मैले के कटिङ गरिदिँदैछु चाइनिज सामानहरू त्यसमा मसलाको लागि। र यो अलिकति मैले स्पिड बढाइरहेछु। यो अदुवा लसुन मेन इन्ग्रिडियन्ट्स यतिको भयो। हाफ डन गरेर चाहिँ यसलाई बफाएर गर्नुपर्ने हुन्छ। र यो मसला हो जिन्जर गार्लिक र क्युमिन। र यो चाहिँ मेन पट हो, बिरयानी पट, यसमा बनिन्छ। फेरि यो मासुहरूलाई रेडी गर्नुपर्ने हुन्छ मसला बिरयानीको। र यो मैले अब फ्राई गर्नु लागि सटे गर्दैछु। यसलाई हल्का रेड ब्राउन हुइन्जेलसम्म, गोल्डन कलर आइन्जेलसम्म। र यति बेला मसला हालिदिएँ बिरयानीको र अमुल बटर फर द टेस्ट। यसले राम्रो हुन्छ। घिउ हाल्दा पनि हुन्छ र मैले अब बटर युज गरेँ। यो चाहिँ फर्स्टचोटि चाहिँ मासुमा त्यो मसलाको लागि यसमा लगाएँ र बादमा म माथिबाट पनि हाल्नेछु बटर। यो अब लेयरिङ स्टार्ट हुँदैछ है। फर्स्ट मासुको बेस हाल्यो, अन्त चामल हाल्यो, राइस फेरि गरेर अझै एउटा माथिबाट लेयर थियो। र यसलाई 20 मिनट्सको लागि दममा राख्नुपर्छ। र यति फाइनल लुक्स वल्ला खान लागि रेडी छ एकदम। र मैले पस्किरहेको छु, एकदमै मिठो भएको थियो। र तपाईँहरू पनि ट्राई गर्नु होला। थ्याङ्क यू।